तपाईँले नेममा चोसे गर्नुभयो कि भएन लगभग जिउगाचिका र जिउनिगाचीमध्ये नेममा चोसे गर्नुपर्छ है खाइसाइनहरू सबैजनाले। अनि मैले त यो नेममा चोसे भनेर सोध्थेँ कि यो एप्लाई गरेँ भने 6-7 हजार रिटर्न ब्याक हुने बास त्यति होला भनेर सोध्थेँ, तर त्यस्तो नरहेछ है। तपाईँले राम्रोसँग गर्नुभयो भने चाहिँ तपाईँले 1 लाखभन्दा बढी पनि ट्याक्स रिटर्न हुने रहेछ भन्ने कुरा बुझ्नुहोस् है त। मलाई पनि थाहा थिएन है, मेरो आफ्नै साइड बिजनेस गर्ने भएको भएर मेरो आफ्नै जेरी सिसान छ, उसको थ्रुबाट मैले कति धेरै कुराहरू थाहा पाएँ। अनि यस भिडियोमा चाहिँ मैले थाहा नभएको पनि हुनसक्छ, धेरै कुराहरू थाहा छैन, मैले पनि अझै स्टडी गर्दैछु, त्यो भएर कतिजनाले मलाई अन्यथा नलिनुहोस् होला है। नेममा चोसे भनेको इन्डियर एडजस्टमेन्ट भन्छ। योभन्दा सुरुमा थाहा पाउनु जरुरी तपाईँले गभर्मेन्टले ट्याक्स कसरी काट्छ भन्ने कुरा थाहा पाउनु जरुरी हुँदो रहेछ। गभर्मेन्टले ट्याक्स काट्ने भनेको चाहिँ नि तपाईँले वर्षभरि कमाउनु भएको इन्कम माइनस चाहिँ खर्च खेही भन्छ है जसलाई है। त्यहाँबाट निस्केको एक्चुअल इन्कम कति कमाउँछ त्यसको आधारमा चाहिँ गभर्मेन्टले ट्याक्स काट्ने रहेछ होइन। अनि हामी खाइसानमा काम गर्नेहरूको त खर्च हुँदैन नि त, त्यसको खबरीमा विभिन्न किसिमको कोजो भन्ने हुँदो रहेछ होइन। जस्तै अब सेमी होकेनमा छिर्नु भएको छ भने सेमी होकेङ कोजो, अनि घर किन्नु भएको छ भने जिताको डोङ कोजो, अनि जिसिङ होकेङ कोजो, त्यस्तो विभिन्न किसिमको हुँदो रहेछ। तिनीहरूलाई चाहिँ सबै खर्च मानिँदो रहेछ है त। अनि त्यो मात्र नभएर तपाईँको हाइगुइसा अब डिपेन्डेन्ट हुनुहुन्छ भने हाइगुइसा कोजो, अनि फ्यामिलीहरू हुनुहुन्छ भने चाहिँ फुयो कोजो, त्यस्तो विभिन्न किसिमको कोजो भन्ने हुँदो रहेछ है। अनि तपाईँको नेपालमा भएको बाबा आमा अनि अब फ्यामिली मेम्बरहरू काम गर्नु हुँदैन भने तिनीहरूलाई पनि फुयो कोजोमा हाल्न मिल्दो रहेछ है। जस्तै अब त्यसको लागि चाहिँ जोकेन हुँदो रहेछ नेपालमा। अब वर्षभरि चाहिँ सान्जु हाचिमान भन्दा ओभर पठाउनु भयो भने चाहिँ नि तपाईँको नेन्सु साम्ब्याको सान्जुमान भन्दा ओभर छ भने चाहिँ 20% रिटर्न ब्याक हुने रहेछ, भन्दाखेरि साम्ब्याको सान्जुमान भन्दा कम रहेछ भने चाहिँ 10% रिटर्न ब्याक हुने रहेछ है। कम्पनीले हाम्रो खबरीमा चाहिँ हाम्रो स्यालेरीबाट पैसा झिकेर यसको वर्षमा एनुअल इन्कम चाहिँ यति छ अनि फुयोगाको यति छ भनेर इस्टिमेसनको आधारमा गभर्मेन्टलाई ट्याक्स तिर्दिराखेको हुन्छ होइन। तर हामीले फुयोगाको त हामीलाई कम्पनीलाई त थाहा हुँदैन नि त। जस्तै अब हामीले कहिले घर किनिन्छ भन्ने थाहा हुँदैन, कहिले बिहा गरिन्छ, कहिले बच्चा जन्मिन्छ, त्यो कम्पनीलाई थाहा हुँदैन नि त। त्यो भएर वर्षको अन्तिममा वर्षभरि गरेको टोटल फुयोगाको कम्पनीलाई देखाएर मेरो ट्याक्स बढी काटेको छ भने रिटर्न ब्याक दे भन्न खोजेको क्या त। त्यही भएर वर्षको अन्तिममा चाहिँ नेममा चोसे गरिन्छ। त्यही भएर तपाईँ इन्डियर एडजस्टमेन्ट भन्न खोजेको है त। मेरो भिडियो कस्तो लाग्यो मन परेमा यो भिडियोलाई लाइक सेयर फलो गर्न नबिर्सिनुहोस् होला। अनि मैले अर्को भिडियोमा चाहिँ नेपालमा हुने बाबा आमालाई फुयोमा कसरी हाल्न सकिन्छ, त्यसको लागि चाहिँ कुन कुन डकुमेन्टहरू चाहिन्छ, ट्रान्सलेट कसरी गर्ने भन्ने बारेमा भिडियो बनाउने छु। त्यो भिडियो 9 छ सबैजनालाई नमस्ते।